हुकुमवासीलाई बालेन सरकारले हटायो, अहिले पनि साथ दिइराखेका छौँ हैन। भ्रष्टाचारीहरूलाई कारबाही गर्नलाई केही भ्रष्टाचारीलाई पक्राउ गर्यो सरकारले, त्यसको खुलेर साथ दिइरहेका छौँ र अझै सरकारले राम्रा काम गर्यो भने साथ दिन्छौँ। सरकारले ऐन ल्याएर आउँछ, हामीले संशोधन विधेयक हालेर त्यसमा छलफलमा भाग लगिराखेका छौँ। सरकारलाई कहाँनिर साथ दिएको छैन र फेरि त्यो गृहमन्त्रीलाई नै सोध्नु होला त्यो विषयवस्तु। गृहमन्त्री पनि सांसद हुनुहुन्छ, उहाँलाई सोध्नु होला। र अहिलेको विषयवस्तु कहाँनिर हो भने हामीले स्वर्णिम अग्लेजीको विज्ञतामाथि, उहाँको सर्टिफिकेटमाथि, उहाँका विश्वविद्यालयमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारमा कर छली भयो भनेर गरेका हौँ। र एउटा कुरा के हो भने हामीले रासपाका सांसदले भ्रष्टाचार गरे, रासपाको मन्त्रीले भ्रष्टाचार गरे भने होइनौँ। हामीले स्पष्ट के भन्यौँ भने राज्यलाई अरबौँ रुपियाँ कर छली भयो, त्यो कर छलीका लागि संसदीय छानबिन समिति बनाउनुहोस्। त्यो छानबिन समितिले कसलाई दोषी र कसलाई निर्दोष बनाउँछ भन्ने कुरा त छानबिन गरेपछि थाहा होला नि त। आफ्नै हात जगन्नाथ